डाँडा पारीका मनमोहक हिमाल निहाल्छ, शून्य महसुस गर्दछ, चट्ट आकाशतिर फर्किन्छ। रङ्गीन घामका किरणलाई मडारिएको बादलबाट निस्केको देख्दछ, बिस्तारै भुइँतिर फर्किन्छ। धरतीलाई निहाल्दछ, भयानक र अजङ्ग तस्बिरहरू देख्दछ। बाटोलाई चट्टान देख्दछ, जहाँबाट आफ्ना सपना र रहर गुडिरहेको देख्दछ। सपना र रहर समेट्नकै निम्ति चट्टानको फेदमा जान्छ। न त सपनालाई सकुशल फेला नै पार्दछ, रहरको त श्वास निभेको महसुस गर्दछ, खोज्ने आँट नै गर्दैन। दुश्मनतिर मन डुलाउँछ, आँखाबाट आगोको ज्वाला बलिरहेको देख्दछ, आफ्नै घरलाई चिहान देख्दछ। आफ्नै शरीरमा दागबत्ती दिएको महसुस गर्दछ, आफ्नो कोठातिर हत्तपत्त जान खोज्दछ, दैलोमा काँडाको बार देख्दछ। पूर्वपट्टिको झ्यालबाट कोठालाई निहाल्दछ, कोठाका भित्ता रङ्गीन र चम्किला देख्दछ, झ्यालबाट नै कोठामा जान खोज्दछ। देख्छ दलानमा आगोको मुस्लो, आफ्ना अन्तिम आशाका डोरीहरू छिमेकीलाई छर्दछ। उसलाई के थाहा, छिमेकीहरू कुनै कुनामा बसेर आफ्नो मनलाई चङ्गासँग जाँदिरहेका छन्। दाइ भाइका रहरहरू आफ्नो आँगनभन्दा बाहिर देख्दछ। झट्ट आमातिर मन डुलाउँछ, आँखालाई निहाल्दछ, मायाको मूल सुके जस्तो महसुस गर्दछ। त्यो कुनै खडेरी थिएन, दुःख र बाध्यतालाई छोप्न खोजे जस्तो महसुस गर्दछ। बगैँचाका फुललाई किराहरूले छिर्द पार्दै सुवास लुटेको देख्दछ। केवल मौरीले टाढाबाट निहालेको प्रमाणित गर्दछ। बाको अन्तिम सास पछिको कल्पना थियो केवल उसको।